नयाँ वर्षको शुभकामना। भन्यो छोरी भन्यो भन्यो बाबु आमा, दाजु भाइ दिदी बहिनी भन्यो काका मामा, सबै नाता गोताहरू हुने खाने चिन्छन्, नहुनेको वास्ता छैन धोका मात्रै दिन्छन्। संसारको चलन चल्यो गतिविधि यही, जिन्दगी यो फास फुस भयो केही न केही, जिन्दगी यो फास फुस भयो केही न केही। बाबु चाहिँ दुःख गर्छ छोरा गाँजा तान्छ, छोरी चाहिँ फेसबुकमा आमालाई भन्छ, जनता भन्दा नेता धेरै अर्थतन्त्र बाङ्गै, टाढा सेक्ने कर उठाइ जनतालाई नाङ्गै। नेपालमा जुनै जोगी आए पनि त्यही, यता यस्तै उता त्यस्तै भयो केही न केही, 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 केही न केही। मारो मारो यो सेउलाले लौनै गाउँले वार्दे वार्दे। अर्को वर्ष भन्दा भन्दै 15 वर्ष भइसक्यो। कहिले हो मेरो बिहा गरिदिने? के मार्दिम? ए नागा मलाई मार तेरो बिहा हुने हो मार मलाई। छोराछोरी पाएपछि कालको अन्त जानु पर्दैन भन्थे पुरै लौनै गाउँले मलाई मारो लौना बच्चा। गाउँमा हिँड्न नहुने भयो, मलाई सबैले गनाको बोको भन्छ। बोल्नु निद्रा काल बुढा भएको बाबुलाई के गर्न खोजेकोस्, मार्न खोजेकोस्। अरू केही विकल्प नदेखेर घाँटीसम्म बाध्य भएको हो के अङ्कल? अझै अङ्कल भन्छ निद्रा काल, म भन्दा 2 वर्ष कान्छ छ। दाइ बोल दाइ बोल बोल हात किन हालिस? छिप्पिएर डुङडुङटी गनाउन लागिसके, गाउँलेहरूले बुढो बोको आयो भनेर मलाई गिजाउन लागिसके। औ हेरेनले बिहा गरिदिनु पर्दैन मेरो, यिनीहरू त मारिदिन्छु के। मलाई निद्रा काल बाउले बिहा नगरिदिएर के भयो? एउटी केटी भगाएर बिहा गर्न सक्दैनस्? मैले केटी फकाउन त आँटेकै हो नि। म त कति भाग्यमानी आएँ। किन र? आहा, मृगका जस्ता आँखा, स्याउ जस्ता गाला, पिपल पाते होठ, पढ्नलाई त्यस्तै ट्यालेन्ट, धनी बाउकी एक्ली छोरी, यति राम्रो प्रेमिका पाएको छु अनि म भन्नु भाग्यमानी। तिमीलाई रातो घुम्टो उडाएर मेरो घर लैजाने दिन कहिले आउला? तिमीले आँट त्यो दिन आइहाल्छ नि। धनबिरेको नाति, बलबिरेको छोरो, जलबिरे मुखिया हो म, जलबिरे मुखिया। चोखो कुटुम्बकी छोरी खोजेर झ्याइ बाजा बजाएर बन्दुक पड्काएर यति दाइजो ल्याएर बिहा गरिदिउँला भनेको हेर यसको हालत। घर त आउला नि त, तँलाई हात खुट्टा बाँधेर पल्टाइन भने म पनि जलबिरे मुखिया तेरो बाउ होइन ल। ए त्यसो हो? ए बुढा केटा त जोड गरे रहेछ नि, तिमीले बिचा भाँजा हाल्ने, केटी खोज्दा केटी पाइँदैन। यो फुर्को एउटा केटी खोजेर बिहा दिनु ल फुर्को। कहाँ हिँडेको? यसरी साइज गरेर हिँडिया बेला कहाँ जान हिँडेको भनेर सोध्न उन्न भने थाहा छैन। दाढी कपाल फुलेको कुरा जति फुलेको। छोरा बिहा गर्न भनेर साइज गरेर हिँडेर आउला, तिम्रो छोरालाई कसले दिन्छ छोरी र बिहा गर्छौ कि? मैले त केटा बिहा नगरिकन त कहाँको फर्किन्छु र? फर्किन्छु। नमस्कार हजुर।
नमस्ते नमस्ते बस्नु न हजुर बस्नुहोस् नानी नानी 2 गिलास पानी लिएर आऊ त यहाँ पाहुना आउनु भयो नमस्ते नमस्ते नानी घरमा आइएछ घर पनि ठुलै रहेछ नानी पनि राम्रै रहेछन् दाइजे त चरपै पाइन्छ के कति कामले आउनुभएको थियो हजुरहरू म त तपाईँकी छोरीको हात माग्न आएको यो छोरालाई दिन त दिनै पर्ने हो हामीले भनेर भएन केटाकेटीको चित्त बुझ्छ बुझ्दैन हजुरलाई मेरो छोरो कस्तो लाग्यो मलाई लाएर के गर्ने र नानीले मन पराउनु पर्यो बरु तपाईलाई हाम्रो नानी कस्तो लाग्यो मलाई त नानी मन पर्यो केटा तँलाई कस्तो लाग्यो केटी त मन पर्यो बा तर हात मात्रै मागेर के बिहा गर्ने ल फङ्गा केटी त सबै मागेर बिहा गर्ने त के हो र केटालाई केटी मन पर्यो पुरा गर्छु भन्छ गर्छ यस्ता गजेले कुरा मैले नसुनेको र के कुरा तपाईहरु गइहाल्नु आफ्नो घर गइहाल्नु केही न केही केटो गयो ओ यही हो मेरो छोरो कति वर्षका भए धेरैको भयो छैन 2 विषयको भयो 2 विषय ए 2 विषय बिहा गर्ने बेला त हुन लारेछ 1 विषय अझै कुरिया भए त ठ्याक्कै हुँदैछ नि अब 1 विषय कुर्नु परेन अब तपाईलाई हेरेपछि तपाईकी छोरी पनि राम्री छन् भन्ने कुरो त्यसै थाहा भयो अनि नानी दिनुस् बिहा गर्दिन त भइहाल्नु कुरो ए तिम्रो त बुढा छोरालाई मेरी कलिले 15 वर्षकी छोरी दिने बुढा बाल बिहा लाउँदैन जुवा त्यसै फुलाएको फुरुक्क जाऊ यार तिम्रो यस्तो बुढो केटालाई बुढी आइमाई खोजेर बिहा गर्छु मेरी यो कलिली छोरी दिन्न मैले फुरुक्क जाऊ यार जाऊ गइहाल जाऊ आइज काम साम केही गर्ने होइन लहर हिँड्यो उठौती एउटा 5 पैसा छैन यी 5 वर्ष अगाडि बाले दिएको एउटा टालो यही लाएर हिँड्नेछु आफूलाई नि कौनाले दिएको जडौरी त्यही हल्लाएर हिँडेछ मान्छेले कहाँबाट आएर यत्रा बिल्डिङ बनाएर प्रगति गरेर कहाँ पुगे आफ्नो भएको एउटा छाप्रो पनि बेचेरै बाटाको बास छ ए कति थुत्रो चलाएको मैले के को थुतुनु हो तिम्रो बेहोरा देख्दा त म त राइफलले चलाएर उडाम जस्तो हुन्छ भएको एउटा थुतुनु नचलाएर के चलाम त बस्ने मनलाई बस नत्र जाऊ बुढी केटी माग्न भन्थे यही रहेछ बुढी यही केटीले माग्न पर्यो ए नानी हजुर ओहो मुखिया बा आउनु भएको नमस्कार है नमस्ते ल आउनुहोस् यहाँ बसौँ के कति कामले आउनु भएको हाम्रो त घुम्दै कामलाई यिनै हुन् ल आउनु यहाँ बस बाबु यहाँ बस यहाँ ल म यता बस्छु ल बस यो मुरदारले किन हेर्दो मलाई तलदेखि माथिसम्म होइन यो मुरदार मलाई हेरेर किन मुस्किलको हेर न यो अझ हेर्छ
के को दिकामले आउनु भएको थियो कुनै मुखिया मलाई भेट्न? म त एउटा चिज माग्न आएको। म सडकको बास भएको गरिबसँग के चिज छ र के दिनेर माग्नु भएको छ भाइ? केटी माग्न आएको के? केटी? अब म छोरी जो बाहेन के केटी दिने र? अब बहिनी त रोइ चिन्केर। खै बहिनी? यी बहिनी बिहे गर्ने तपाईले? मैले त होइन, छोरोले। छोराले? यी बहिनीलाई म सोध्छु ए बहिनी, ए बहिनी, ए शिला बहिनी, शिला बहिनी, ए बहिनी। गर्दा गर्दै बहिनी भन्न लाग्छ मलाई अब। यो बाबुसँग बहिनीले बिहा गर्छ हौ। तँलाई लखौटा, अब मर्ने बेलामा मलाई बिहा गर भनेर लगाइदिने हो। तँलाई लखौटा, अब आएर मैले यो केटासँग बिहा गर्न पर्यो। मर्ने बेलामा हरियो काँक्रो तँलाई लखौटा। मरु यसलाई बिहा गर भन्दा त मर्छु के रे म। तँलाई लखौटा, हामी बुढाबुढी हो, हाम्रा छोराबारी नाति नातिना छन्, के भकाउँथ्यौ? तिमीलाई ढुङ्गाले बसाल्नु चाहन्छु। जस्ताका साथी त्यस्तै आउँदो रहेछ नि, तिमीलाई पैसाले खाने हो। घरका मान्छे अर्ध पागल भएपछि त घर आउने पनि त्यस्तै अर्ध पागल आउँदो रहेछ। उसले बहिनी रे, उनीहरूले बहिनी भनेर माग्ने रे। ठोक्क लाद नभएकाहरू। मेरो छोराको बिहा गरिदिनु पर्यो के, नत्र त मेरो ज्यान जोखिममा पर्यो। कति पढ्या छ? पढ्नु त खासै पढेको छैन। कति वर्षको भयो? 2 वर्षको भयो। 2 वर्ष। पेसा जागिर के छ? जागिर पेसा त के हुने, बिहान जुरु कौटे खाने, गएर चौरा क्यारम बोर्ड खेल्ने, चेस खेल्ने, पाए तास पनि खेल्ने। त्यो हैरान भएर सुध्रिन तोकी भनेर बिहा गर्न लाग्यो। अब जागिर छैन, पेसा छैन, राम्रो छैन, 40 वर्ष पुग्यो भन्छौ, त्यस्ता केटा बिहा गर्न कसरी सकिन्छ त? होइन, जसरी हुन्छ मिलाउनु बाबु। मिलाउँदै मिलाउने अलिक पैसा खर्च गर्नुपर्छ। नगद छन्? नगद त छैन है बाबु घर। नगद पनि छैन, छोरो राम्रो पनि छैन, पढेया पनि छैन, जागिर पेसा पनि छैन, कसरी गर्ने हो? जाऊ पट्टा बेचेर ल्याऊ, 50 लाख ल्याऊ, तिम्रो छोरा बिहा भयो। होइन, कोठा त बेच्न हुन्थ्यो बाबु, अहिले कसले किन्छ र? किन्ने ग्राहक मैले ल्याउँछु, चिन्तै नगर। ल बाबु, ल जसरी हुन्छ केटा अब जग्गा यही हो बाबु। अब तपाईँलाई मन पर्यो परेन, अब मन पर्यो भा अब गाई गङ्गा सोचेर ल तपाईँ दुइटाले भाउ त मिलाउनु। अनि हजुरलाई जग्गा त मन पर्यो नि? मन पर्यो त पूजाले हुन्छ के भयो? पूजाहरू नक्सा पूजा दुइटै यहाँ छ। जग्गा ठिक छ नि? मन पर्यो? मन पर्यो। यो जग्गाको मूल्य 50 लाख हो। हेर्नु, हजुरलाई इच्छा लागेको मूल्य मन परेको भए लिनुहोस्, नत्र अर्कोले एकजनालाई 60 लाख दिन्छु भनेको छ। अब जग्गा एकदम राम्रो छ, हेर्नुहोस् है। यस्ता भाका किस्ता हुन्न, ऊ मान्छेलाई साह्रै पैसाको खाँचो गरेर बेच्न खोजेको, नै भने यति सस्तो जग्गा पाइन्न, क्यास पास गर्नुपर्छ। ल हिँड्नु जाम, आजै जाम। मैले नगद पास गर्छु। हुन्छ जाम जाम। यहाँ 50 लाख रुपियाँ पैसा छ, एउटी बुहारी किनेर। कसैको व्रत बन्दा हुन्छन्, कसैको बिहा हुन्छन्, जन्ती जानु पर्यो, कोही मर्छन् मलाली जानु पर्यो, कसैको यज्ञ हुन्छ। त्यसै तलबाट भयो 5-6 लाख त्यसै हराइयो। होइन, के कति कामले आउनु हो त मेरो आज? अब हजुर कि हो कि बिहा गर्न लागि छोरी छन् भन्ने खबर पाएँ, त्यही भएर मैले माग्नु। हो छन् भने यस्तो केटा है, बिहा पनि गरिदिने हो। केटाको हो? केटा यही हो। बाबुले के गर्नुहुन्छ कुन्नी? ठुलो कृषि फारम छ कि बाबुको,
200 गाई छन्, 500 भैँसी छन्, 50 जना काम गर्ने मान्छे छन्। अफिसमा बसेर चाहिँ हिसाब किताब गर्ने काम गरेको बुटोलमा 4 तले चावडा घर छन् हेर्नु। भोलि खाने चाहिँ सम्पन्न आँखा चिम्म गरेर दिएको छ। कुरा त ठिकै ल्याउन बाबु हुनु ठिकै हुनु त रहेछ। आजभोलि केटाकेटीले हामीले भनेर हुन्न। नानीलाई सोधौँ, नानीले हुन्छ भने हुन्छ, हुन्न भने हुन्न। बोलाउनु नि त। ए नानी बाहिर आऊ त। हजुर मम्मी। उहाँलाई नमस्ते गर। नमस्ते। नमस्ते। हेर छोरी, उहाँ हो तिमीलाई माग्न आउन आएको। उहाँ केटा हो। उहाँहरूको ठुलै कृषि फार्म छ अरे। 200 गाई, 500 भैँसी, नोकर चाकर त कति हो कति। मलाई त केटा पनि मन पर्यो, उहाँको पेसा पनि मन पर्यो। तिमीले के आएको छोरी? मैले त अस्ट्रेलिया गएको, युरोप गएको, अमेरिका गएको, पियर पाएको सित बिहा गर्ने हो। यस्ता खेतीपाती गर्ने गोबर फाल्नेसँग त बिहा गर्दिनँ। पुरै मिल्दैन आजभोलि। पहिलेका केटाकेटीले नमाने सिके काम लाग्यो। अब दिन पर्ने जात हो, दिने हो, सबै कुराकानी मिल्यो भने। अनि बाबुको पेसा चाहिँ के होला? बाबु अमेरिका आएका हुन्, अमेरिकाको जीविकावाला हुन्। धेरै वर्ष अमेरिका बसेको कारणले आँखा पनि करिब अमेरिका छ भइसकेको छन्। त्यसो भए त मैले छोरी दिन्न। यो ठुल्ठुला देश गएका उही पियर पाएका फर्केर नेपाल आउने होइन। बरु साउदी, कतार, दुबई गएकाले दिने हो। कमसेकम तिनीहरूले पैसा कमाएर नेपाल त आउँछन्। ठुल्ठुला देशमा गएका छोराछोरी उतै हराएर यहाँ नेपालमा भएका बाआमाले कति दुःख पाएछन् तपाईँलाई थाहा छैन? नानीको भविष्यको विषयमा यसो केही सोच्नु हो कि अमेरिकाको पियर भएर केटो बिहे गर्दा भोलिपल्टै लान्छु भनेको छ। नानीले धेरै सुख पाउँछन् है, पछुताउनु पर्ला, ख्याल गर्नुहोस्। ए थाहा छ अमेरिकामा कतिको दुःख छ, कति सुख छ भन्ने। दिनको 18 घण्टा काम नगरी त भरे खान पुग्दैन। भयो जानुहोस् तपाईँ यहाँबाट पार लाग्ला जस्तो छैन हो। यो कुरा अगाडि नबढाउँ। बिहा गर्ने केटो उहाँ। ए अनि बाबुले के गर्नुहुन्छ? बाबु त दुबईको 5 स्टार होटलमा म्यानेजर काम गर्नुहुन्छ। एक हप्ता भयो आएको, तुरुन्तै बिहा गरेर श्रीमती पनि लाने भनेर आउनुभयो। ए दुबईको लाग्दै? हजुर। अनि कति वर्ष भयो त उहाँ बस्न थालेको? 15 वर्ष। मैले छोरी दिइनँ। बाबुले दुबईमा 5 लाख पैसा कमाउँछ। भोलि तपाईँलाई पनि गाह्रो साह्रो पर्ला। जमै भइसकेपछि सहयोग गर्न सक्छ। फेरि यो बाबु धेरै मनकारी पनि छ। सोच्नुहोस् है, अलि साह्रै निष्ठुरी भएर वचन नदिनु। मेरी छोरी भए मैले भग्राका दिन्थेँ क्या। मैले कसैको 5 लाख 10 लाख कसैको केही मलाई चाहिएन। हेर्नुहोस्, छोरीले मेहनत गरेर पढी छे, नेपालमै जारी खाने भनी छे, अधिकृत लेभलको जारी खाने बा मलाई बिहाको कुरा नगर्नु भनी छे। त्यही भएर यो काम लिएर मसँग नआऊ। त्यसबाट जाम त? हजुर। ल त अझै तपाईँको छोरीको भाग्य त्यस्तै रहेछ, मान्छे चिन्नु भयो नि। अब आफ्नो आफ्नो भाग्य खाने तेरो त ल। कस्तो थैला के का पैसा आउने नि? कागज का कहाँबाट ल्यायौ? जाँडे ल्याए पनि थुपुक्क राख्न, घरमा आएको लक्ष्मी थुपुक्क राख, नकराइकन। पैसा त ल्याइयो, पचाउने पो कसरी हो यार, तनाव भयो। यो पैसाको छिनो फानो नहुन्छ नि मैले राख्दिनँ। राख। राख्न थपक्क लक्ष्मी घरमा आइछन्। यहाँ सुन, त्यो
खुर्पेटेको छोरालाई केटी खोज्दा कोही भेटिएन संसारमा कोही कतै प्याक वाहन कोही के भने केटी खोज्दा पाइएन यो के पैसा लगाएर फिर्ता गर्न पर्छ कि पचाउनु पर्यो पहिलेका तिम्रो पनि बुद्धिले काम गर्थ्यो यसो केही उपाय लाउनु पर्यो खुसीको कुरा छ बा ए केटा यहाँ होइन के हो त्यस्तो केटी चटक्क 22 वर्ष केटी भेटियो अन्य केटी अच्छा केटी भेटिएछ भोलि जो बिहा गर्ने तयारी गर्नु पर्यो भन्न आएको मलाई भोलि त कसरी हुन्छ र पैसा छन् केटो तयार छ के चाहियो र भोलि तयारी गर्ने ठ्याक्क कोकोलाई भन्नुपर्ने धेरै जन्ती लाने होइन मुख्य मान्छेलाई चाहिँ जन्ती भन्नुहोस् च्याट्ट गाडी 4 जना गएर बिहा गरेर ल्याउने कुरो बुझ्नु भयो कुरो त बुझे बाबु है ल ठिक छ नि होइन ल जान म गएँ है बिहे हुने भयो म र तेरो पनि नै तयारी गर्नु पर्यो सबै कुरो मिठे के भयो ल सुपारी के को सुपारी हो मेरा छोराको बिहा गर्ने भए अब धेरै जति मागेका छैनन् थोरै मागेका छन् त्यही भएर यहाँका मेन मान्छेलाई भनेको छु ल भोलि साँझ तिमी आइज फेरि भाइ ल केटी कसले मिलाइदियो लिलेले त्यो लिले ढाँटको त भर छैन केटी डुडी कानी खोरल्नी पार्ला केटी हेऱ्यौ कि हेरेको छैनौ हेऱ्यौ छैन त्यसै सुपारी नमार जाऊ पहिला केटी हेर नमस्कार बुवा नमस्कार नानी ठिक छ नि तदेव लग्नं पुरीनं तदेव ताराबलं कर्णबलं तदेव विद्याबलं बुद्धिबलं तदेव लक्ष्मीस्तदियन्ति तारिकानि विनाशन्ति पदक्षिणानि पदे पदे एनिकानि जातानि जन्मान्तराणि
मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं बुद्धिबलं तदेव लक्ष्मीश्च गिर्याङ्गी। ल जय साहब हाम्रो फुल जस्तो छोरी हामी हजुरलाई दिएछौँ मारे पाप पाले पुण्य छ राम्रोसँग पाल्नु होला हामीले छोरीलाई फुल जस्तो गरेर राखेको थियौँ ल छोरी राम्रोसँग घर गरी खानु जयलाई दुःख नदिनु अब मुना मदन जस्तो भएर बस्नु है ल ल माइतीहरूले दुलैलाई बिदा गरिदिनु पर्यो बाटो लगाइदिनु पर्यो ल हजुरले अब मेरा नाललाई त कोही पनि छैनन् अब मुखे नि मैले मात्रै हो ल अब ल छोड अब सासू भने पनि मै ससुरो भने पनि मै अब जेठाजु भने पनि मै जेठानी भने पनि मै अब नन्द देवर जे भने पनि मै हो ल केटाले बिहा गरेर ल्याइहाल्यो अब यो घर राम्रोसँग सम्हालेर राख्ने तिमीले हो भरे अब सबै टिकटालो भएपछि त मुख पनि त हेर्न पर्यो कुरो खोइ बरी नानी तिम्रो नाम के हो नारायण यो कसरी के हो यो पैसा हो भाइलाई सम्झाइदियो राख के को लागि हो दाइ यो दाइलाई समस्या पर्यो सहयोग गर्नु पर्यो मैले भनिदिइ गरिदिनु पर्यो के दाइलाई के समस्या पर्यो भन्नुहोस् न दाइको लागि यो भाइ जे पनि गर्न हाजिर छ बाबुले दाइको लागि एउटा नाटक गरिदिनु पर्यो कि अनि दिदी मैले तपाईँलाई के नाटक गर्नु पर्यो मानिना मानिना मान्यो कि दाइ मान्यो 50 लाख पनि गयो बुहारी पनि गई छोराको बिहा पनि गयो आखिर केही न केही भयो यलीले डाका तैले त मलाई बर्बाद पारे नि बर्ताला मैले तँलाई पानी पनि गएँ छोड्दिने केही न केही